आज लास्टचोटि युनिफर्म युज गर्दैछु सो या आज चाहिँ हाम्रो लास्ट एक्जाम एकाउन्टको एक्जाम रहेको छ सो लास्ट टाइम आइ एम वेयरिङ दिस इन्फर्मेसन के भन्छ त्यसलाई युनिफर्म सो लेट्स सी के हुन्छ आजको दिन अहिलेसम्म त राम्रै भयो एक्जाम सब एक्जाम सो अब एकाउन्ट मात्र बाँकी छ लास्ट दिन अब एक्जाम्स अब बोर्ड के जे पनि भनौँ होइन क्लासको त कलेजको त लास्ट दिन थियो बट यो युनिफर्ममा देख्ने भनेको आज लास्ट दिन हो नि त सो म अब एक्जाम दिन जाँदैछु कति बज्यो आई डोन्ट नो सो हेर साथीहरू यो साथीहरू यसरी चलाउनु त नहुन्थ्यो तर हामी सेन्टर आइपुग्न लाग्यो मेरो सेन्टर सन्तोला जस्तो छ अवस्था होइन यसको उति गएर भेटौँला बाई बाई सो लाइट साथीहरू हामी चाहिँ एक्जाम सक्यो फाइनली 12 एक्जाम सक्यो नि परिदियो हाम्रो सेन्टर इन्टरनेसनल साथीहरू निक्लिँदैछन् होइन म चाहिँ निक्लिसकेँ हो कता हो काम ओके म चाहिँ निक्लिसकेँ हो सो हेरौँ के हुन्छ थाहा छैन मलाई लात लगाइरहेको केटा अब यस्तो सबैजना छ नि त सो त्यही हो बाई बाई सक्यो 12 सक्यो अब धेरै अहिले म घर गएर कुरा गर्छु धेरै कुरा गर्नु छ है त साथीहरू अब के भन्नु केही छैन किताबहरू पनि चाहिएन हो सोलाई त्यति धेरै किताब यता नि यत्रो कता कता छ सब सक्यो आजबाट इतना सारा यो क्वेसनहरू अनि यसकोमा त कम थियो क्वेसनहरू कुरै नगर साथीहरू क्वेसन सक्यो फाइनली टाटा बाई बाई त्यही हो सक्यो सो यस के होइन अब सक्यो साथीहरू 12 सक्यो होइन अब अरू त्यस्तो केही भन्नु छैन आज एकाउन्टको एक्जाम थियो राम्रै भयो ए गाडी आउँछ सो या फाइनली 12 सक्यो 2 दिनको यो समय कति फास्ट गएको त पनि थाहा भएन त्यही हो जस एउटा बुझ्यो कि त्यो पहिलाको साथीहरू चाहिँ हुँदैन रहेछ साथी होइन कोही पनि साथी थिएन मेरो लिटरली भन्नुपर्दाखेरि कलेजमा जस आसीको 10 को जस्तो चाहिँ हुँदैन कि साथी त्यो त्यस्तो लोयल्टी त्यस्तो फ्रेन्डली 10-12 भनेको आइहाल्यो त्यस्तो साथी छ क्या साथीहरू त्यही भएर स्कुल लाइफ भनेको स्कुल लाइफै थियो मेरो अहिलेसम्मको लाइफ पनि स्कुल लाइफ चाहिँ मेरो गोल्डन लाइफ हो कलेजमा खासै त्यस्तो भएन पनि होपफुली अब आज सक्यो हेरौँ रिजल्ट कस्तो आउँछ होपफुली जस फेरि तरिकाले रिजल्ट आओस् होइन जे छ त्यही टाइपको त्यही हो अब मैले भन्नु यति नै हो साथीहरू सक्यो अब त्यही बडा सकिएर अब घुम्न गइन्छ गइन थाहा हुन्न बट वाट नेक्स्ट भन्ने कुराहरू आइरहेको छ के गर्छु आई डोन्ट नो बट यस मलाई मेमोरी बनाउनु थियो यो त्यही भएर मैले भिडियो बनाएँ खासै खिच्न त पाएन त्यो गएको लास्ट टाइम वेयरिङ दिस युनिफर्म अनि त्यही सेन्टरहरू देखाएँ मैले पछिको लागि यो मेमोरी हुन्छ भिडियो द्याट्स वाइ जुन जति पनि भिडियो बनाएको छु सबै पछि गएर ओए मैले यस्तो गरेको थिएँ उस्तो गरेको थिएँ भनेर मेमोरी होस् भनेर चाहिँ मैले बनाइरहेको हुन्छु भिडियोहरू सो या के भन्नु धेरै बोल्न पनि आउँदैन एन्ड फाइनल 12 सक्यो 10 को पनि मैले बनाएको थिएँ साथीहरू थिएन 10 कोमा बट म एक्लै छु अहिले 12 कोमा कोही साथीहरू छुट्टिएन अर्को कलेज उता बट अर्को कलेज भन्ने केही छैन भाइचारा टप हो होइन त्यही हो अब 12 बजी कोही अर्को बाटो कोही कोही कहाँ त्यस्तै हो लाइफ बल्ल थाहा हुन्छ त लाइफ के हो भनेर अहिलेसम्म अब फ्यामिलीले गर्दै थियो थाहा हुन्छ अब त आफै गर्नुपर्छ जे कुरा पनि होइन त्यही हो अब धेरै नसोचौँ होइन त्यही हो अब आफै गर्नुपर्छ लेट्स गो साथीहरू लेट्स गो आजले यति नै केही भन्नु थिएन मलाई सो या किताबहरू पनि होला त्यत्रो छ होइन जस जति मिहिनेत गरेको थियो अब त्यो फुल्ली हार्ड प्ले अफ भन्छ नि त्यो चाहिँ देखोस् रिजल्टमा के कस्तो आउँछ रिजल्टको दिन पनि बनाउँला है सो त्यही भनौँ खाना पनि खाएको छैन भर्खर आएको छु म अब लुगासुगा फेर्छु यो सर्टहरू कता राख्छु आई डोन्ट नो म त्यस्तो मलाई इन्ट्रेस्ट लाग्दैन यता केराला यताउता सो या त्यही हो त जय नेपाल एन्ड सी यु सुन बाई बाई क्लास 12 एन्ड अफ हाई स्कुल